हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज मैले तपाईँहरूलाई मेरो घरको फुलहरू देखाउँदैछु। यो फुलहरू चाहिँ मैले अफिस जानुभन्दा 2 हप्ता अगाडि यस्तो राम्रोहरू रोपेर गएको थिएँ है। कोपिला लाग्दै थियो अनि टक्क अहिले 2 हप्तापछि आउँदाखेरि यति धेरै फुल फुलेको क्या बगैँचामा। यो क्रिसमस ट्री चाहिँ मैले पहिला लिएर रोपेको, अहिले यति धेरै बढी गएछ। अनि यो फुलहरू हेर्न कति राम्रो छ घर वरिपरि। यो फुल चाहिँ अलि टिक्क फुल्ने तर्खरमा छ, कोपिला लाग्दैछ। अब यो फुल्ने जस अन्तिम तयारीमा छ के। वरिपरि यस्तो राम्रो फुलहरू छ। यतातिर पनि सबै ल्याएर मम्मीले यसको बेना काबाट ल्याएर रोप्नुभयो। अहिले यति धेरै फुलाइलियो, यो रोज पनि बाँच्दैन भनेर गएको त पानी चारी त्यति बाँच्ने भइसकेछ, बनाउँ कि बाँचिसकेछ। अनि यता करेसाबारीमा चाहिँ मम्मीले बोइले यो तरकारी रोप्नु भएको छ, मकै रोप्नु भएको छ, सानोतिनो खाइरहेको छ। अनि यता मर्निङमा चाहिँ हाम्रो यता चिया गफ चलिरहेछ। मामा घरदेखि मम्मीको फुपू र फुपूको छोरी आउनु भएको छ। उहाँलाई चाहिँ हामीले मिनिमम भन्छ, मम्मीको बहिनी भन्नु पऱ्यो नि त। अनि त्यही पनि मिनिमम भन्छु, गिजाउँछु अनि हाँसिन मिनिमम भनेपछि। तर हामी चाहिँ एउटै हो मजासँग उता दिदी। अनि यता चाहिँ हजुरआमाले बिहान चिया र ब्रेड खाँदै हुनुहुन्छ। अनि मैले चाहिँ आज यता बाँको र आलु पकाउने है त भन्नुभएको थियो मम्मीले। अनि बाँको र आलु पकाउन लागेँ। अनि बाँको र आलु बनाउने तर्खर छ। बाँको र आलु बनाउँदाखेरि मैले यो रेसिपी थाहा थिएन। यो रेसिपी चाहिँ मम्मीलाई सोधेर बनाएको हो। यो मरमसलाहरू हालेर यसो बुधबार बनाउँदैछु भनौँ। अनि यता चाहिँ आज दिउँसो हामीले मोमो खाने प्लान थियो। अनि मोमो खाने प्लानमा चाहिँ यसो आज मोमो खाम न त दिउँसो आउनु भएको छ भनेर सोचेँ। अनि यता बाँको तरकारी पनि बन्दै थियो। उता मोमोको लागि पनि मैले उता मिनिममले यो बन्दा प्याजहरू काटकुट पार्दै हुनुहुन्थ्यो। अनि यता मैले चाहिँ यो बाँको रेडी बनाएँ। यस पछाडि यस्तो खाउँ त लागिरहेछ, अब कस्तो हुन्छ लेट्सी। अनि यो यता बन्दा काट्दैछु है दिउँसोको लागि। यो यता मिनिममसँग बस्दै गफ गर्दै अनि दुईटीले मजाका मिठा गफ गर्दै चलिरहेछ हाम्रो मर्निङ चाहिँ यसरी। अनि अहिले चाहिँ अब मेरो यो बाँको पनि बनाएँ। उता चाहिँ अब मैले आज साग पनि बनाउँदैछु, साग पनि बनाइसकेको छु उतातिर। अनि यता भात पनि मैले बसालेको छु भात सँगसँगै उता। अनि हिजोको चाहिँ उता काब्रा र आलुको अचार थियो, अनि त्यो नै छ। अहिले अचार चाहिँ बनाएन। अहिलेलाई यति नै। थ्याङ्क यू फर वाचिङ।